नाम जगन गुरुङ, म पोखराबाट आएको। मैले चाहिँ पोखरामा यस्तै प्रवचन हुँदा के सुन्यो भने धर्म गर्नको लागि, बुद्ध धर्ममा चाहिँ धर्म गर्नको लागि व्रतै बस्नु पर्दैन, शील बस्नु पर्दैन भन्ने प्रवचन पनि मैले सुने हैन। हामी भक्तजनहरू अलिकति कन्फ्युजमा हैन। एक थरीले भन्छ व्रतै बस्नुपर्छ, दानै गर्नुपर्छ, शीलै लिनुपर्छ भन्ने पनि हुन्छ। हामी यो गर्ने कि त्यो गर्ने त एकदमै भक्ति भएर मनमा राम्रो शान्ति हैन, अरूलाई नराम्रो नसोच्ने, अरूको पाप नगर्ने, यस्तोहरू म गरे हुने हो कि अब व्रतै बस्नुपर्ने, भोकै बस्नुपर्ने हो कि के हो, त्यसमा चाहिँ अलिकति कन्फ्युजिङ चाहिँ त्यो भएको हो। त्यही भएर मैले आज यो अपर्च्युनिटी पाउँदाखेरि मलाई एकदमै खुसी लागेको छ। हाम्रो टसी गुरुलाई पनि धन्यवाद, यो मौका दिनुभयो। खेम गुरुको बर्थडेमा यहाँ आएर प्रवचन नि सुन्न पायो। धेरै म पहिलोचोटि हो यहाँ। धेरै हाम्रो भक्तजनहरू साथीहरूलाई नि भेट्न पायो अनि धेरै कुराहरू पनि बुझ्ने मौका पायो। एकदमै खुसी लाग्यो र धेरै धन्यवाद यहाँ सिङ्गापुर गुम्बालाई पनि। हस्, धन्यवाद। शील त बस्नुपर्छ, लिनुपर्छ। शील लिएर पनि हुँदैन, शील लिनुपर्छ। अनि भोकै बस्नु पर्छ कि पर्दैन भन्नु फरक हुन्छ। कोही भोकै बसेर शील लिने पनि हुन्छ, जस्तो न्युङ्नेहरू बस्यो भने होइन। कोही चाहिँ अब भोकै नबसेर पनि शील लिएर बस्ने हुन्छ नि त। कोही चाहिँ एक छ खाएर बस्ने हुन्छ होइन, एक छ खाएर शील लिएर बस्ने हुन्छ। अनि अब शील भनेको चाहिँ एउटा नियम हो क्या। जस्तै म आजदेखि म काटमार गर्दैन, आजदेखि म छोड्दैन, म त्यही शील हो क्या। त्यो त्यसको लागि अनि भोकै बस्नुको केही जरुरत हुँदैन। अब सकेसम्म चाहिँ अब एउटा त फेरि मनलाई पनि भर पर्छ। आफ्नो मन ठुलो छ अथवा चाहिँ के अरे मन चाहिँ जस्तै अब अलिकति अलगै छ भनेदेखि चाहिँ सबै धर्म ठुलो सानो त्यहाँबाट फरक हुन्छ। धर्म ठुलो र सानो पनि त्यहाँबाट फरक हुन्छ। मन ठुलो छ भने, मन ठुलोको मतलब आज मैले यो बाधाशील बस्ने अथवा चाहिँ के गर्ने, यो सबै प्राणीको लागि हो भनेर मन भित्रै सोच्यो भने त्यो धर्म ठुलो हुन्छ। अनि यो बाधाशील भन्ने चाहिँ अब म आफै अलिकति सुख होस्, दुःख बिमार कम होस्, कि चाहिँ मेरो के अरे श्रीमान चाहिँ अलि लामो होस् भनेर त्यति मात्रै बस्यो भने चाहिँ त्यसको फल चाहिँ कम हुन्छ। त्यो पनि राम्रै कुरा हो, तर पनि फल कम हुन्छ। त्यहाँबाट फरक हुन्छ। अनि शील बस्नुपर्छ, शील चाहिँ पालना गर्नुपर्छ। अनि तर शीलमा विभिन्न हुन्छ नि, भोकै बसेर गर्नु मिल्छ, अनि भोकै नबसेर पनि शील पालना गर्नु मिल्छ। शील त पालना गर्नुपर्छ। अनि थाहा पाउनुभयो त्यो। अब त्यो शीलमा धेरै हुन्छ। कोही हिँडानेको शील हुन्छ, मायानेको शील हुन्छ, बजारेको शील हुन्छ। त्यो कुराहरू चाहिँ बुझ्नुपर्छ कि त्यो चाहिँ अब शील चाहिँ बस्नुपर्छ।